चिन्तनलाई सम्मान गर्ने, सत्य र सृजनशीलतालाई प्राथमिकता दिने हाम्रो यो साझा कार्यक्रम चिन्तन चौतारीलाई संसारभरबाट हेरेर बसिरहनुभएका आदरणीय सम्पूर्ण दर्शक महानुभावहरूप्रति म कार्यक्रम प्रस्तुता विश्वदीप घिमिरे हार्दिक आभार व्यक्त गर्दछु। परिवर्तित समयसँगै समाजको यथार्थ कथाहरू भन्ने हाम्रो यो कार्यक्रम चिन्तन चौतारीमा अबको प्रस्तुति भने हेरौँ यो दृश्य भाषा। म लक्ष्मी महतो, प्रतिनिधि सभा सदस्य, मोहतरी क्षेत्र नम्बर 1। हाम्रो गार्जियन सम्माननीय प्रधानमन्त्रीजी नै ल्याउनु भएछ। अहिले जुन अकाल परेको मधेसमा कृषिको ड्रिप बोर्डिङको कुरा ल्याउनु भयो नि, सुखी नेपाली समृद्ध नेपालको कुरा ल्याउनु भएछ नि हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू। त्यो कुरामा म विश्वास गर्छु र यो देश बनाउनको लागि मधेसबाट नै बनाउनु पर्छ, किनकि यहाँ समतल भूमि हो, कृषि भूमि हो। यहाँ पानीको डिप बोर्डिङको मध्य प्रदेशमा जुन 500 बोर्डिङको कुरा ल्याउनु भयो, तर अस्ति म कार्यक्रममा म भने 500 ले हुँदैन। 500 को क्षमता के छ? एउटा बोर्डिङको 60 बिघा त तपाईको 500 बोर्डिङ त करिब करिब 3 वटा 4 वटा मिलाएर पुगिहाल्छ एउटा पैलकालाई। त कति भूमि कति छ अनि हाम्रा संख्या कति भयो, त त्यो गुना भाग गरेर खेतमा पानी जुन डिप बोर्डिङबाट विद्युतीयकरण, कृषिमा विद्युतीय लाइन पुरा गरियो भने यही मधेसबाट तपाईको कृषिबाट पुरा समृद्धि नेपाल, सुखी नेपाली बन्ने एउटा मधेसबाट नै नयाँ प्रधानमन्त्रीजीको सपना पुरा हुन्छ। भाषणमा प्रधानमन्त्रीजीको भने थिए जन्माष्टमी भन्दा एक दिन पहिले आउनुभयो, तो खाण्डप्रस्थ र इन्द्रप्रस्थको कुरा गए। भोलि जन्म कृष्ण भगवानको छ, आज नेपालमा स्वयं कृष्णजी आउनु भएछ, मेरो भाषणै गएछ। त्यो हेर्नुहोस्, त्यो उहाँमाथि नै धेरै थोक निर्भर पर्छ। अनि मैले तपाईको गाविस अध्यक्ष हुँदाखेरि यो कृषिमा कसरी काम गरौँ सोच थियो, तर हाम्रो मधेसको लेबरहरू पन्जाब जान्थ्यो, अहिले पनि जान्छ। त्यो पन्जाबबाट आएपछि मलाई प्राय यता मधेसतिर बिहारको बानी छ, उतातिर गाविस अध्यक्षलाई मुखियाजी भन्छ, त्यो मधेसमा पनि मुखियाजी नै भन्छ यो। तर गाविस अध्यक्ष हुँदाखेरि त्यो लेबर क्लासको व्यक्ति काका भाइ भतिजाहरू भन्थ्यो, मुखियाजी पन्जाबमा त तपाईको खेतमा रोड गएछ, खेतमा बिजुली गएछ, बोर्डिङ छ, पुरा कृषि नै कृषि छ। अनि त्यो कुरा एउटा लेबरले बोलेको कुरा मैले गाविस अध्यक्ष हुँदाखेरि मैले मिसन ल्याएँ रोडको, कृषि रोडको। त्यो बेला म 16 वटा रोड, कृषि रोड तपाईको बनाएँ। अनि त्यही सपना लिएर मेयर मेरो छोरा आयो, अनि 3 वटा मिसन मेरो र मेयर साहबको कुरा त्यो बेलामा मान्य थिएन, मिसन ल्याए। मेयर साहबको मिसन आयो स्वास्थ्य र शिक्षा, उहाँ आफै डाक्टर हो। मेरो मिसन आयो कि त्यसमा कृषि थपौँ। 2 जना मिलेर शिक्षा, स्वास्थ्य, कृषिमा हामी सबैभन्दा बढ्ता कृषिको फोकस गरेछु यो नगरपालिकामा। अहिले मेयर साहब विद्युतीयकरण गर्नुहुन्छ, ग्रेबलहरू कृषि रोडको गर्नुभएछ। म सुपरभिजन गराउँछु तपाईलाई। आज निगौलीमा त्यो कहाँ 54 सालको मिसन अहिले पुरा भइरहेछ। म डिप बोर्डिङको कुरा गरेँ। पशुपति नगर स्कुलमा म जब संघीय समाजवादी फोरम नेपालमा थिए, मध्य प्रदेशको सरकार मधेसको थियो,
त्यसमा मैले भाषण गरेको थिएँ कि यो खाण्डप्रस्थ हो, कृष्ण रुख छ त्यहाँ स्कुलको कार्यक्रममा, यो खाण्डप्रस्थलाई इन्द्रप्रस्थ बनाउँछु भन्ने मेरो सपना थियो। त्यो 76 सालको मिसन जब म मान्ने आइसकेपछि तपाईलाई उतातिर म डिप बोर्डिङ यसपालि 12 वटा गरेँ। त भङ्गामा 4 वटा, बर्दिवासमा 8 वटा, 12 वटा। एउटा डिप बोर्डिङको 75 लाख बजेट छ। म गौशालामा गरेन, सङ्घीयबाट किन गरेन, यहाँ मेरो सरकार छँदैछ। हालाकि पार्टी दुई हो, पार्टी मतलब मेयर साहेब जसपा नेपालको मेयर हुनुहुन्छ, त्यो बेला म त त्यही बेला थिएँ। म चुनावमा एमालेमा आएँ, म एमालेको मानिए तर बुवा छोराको त कुरा एउटै हुन्छ नि, पार्टी दुई भन्ने पर्ने। त मेरो त्यो कृषिमा यति यहाँको मेयर साहब कृषिमा ल्याउनुहुन्छ। यहाँको पर साल 2.5 करोडको विद्युतीकरण भयो, करिब बोर्डिङ 3 करोडको वितरण भयो। यसपालि करिब 10 करोडको छ कृषि विद्युतीयमा, 5 करोड नगरबाट, 5 करोड प्राविधिक मतलब विद्युती प्राधिकरण, 10 करोडको कृषि लाइन, 4.25 करोड फेरि बोर्डिङमा छ। मलाई यहाँ के छ कि नगर सरकार आफ्नै भए, दुई पार्टी भए पनि आफ्नै छ भने त यहाँ कृषिमा काम गर्न मलाई धेरै सजिलो छ। फेरि केन्द्रको नियममा फेरि विडम्बना छ, डिप बोर्डिङ मात्र हो, तर डिप बोर्डिङको 60 बिघा जग्गा चाहियो। फेरि पहाडतिर त लालै पूर्जा छैन, त्यहाँको किसान कसरी किसानी गर्ने, त्यहाँ पानी कसरी उपलब्ध गराइदिने। तराईको भेगमा न जग्गाहरू बढ्ता छ, लाल पूर्जा छ। हाम्रै क्षेत्रमा पहाडको क्षेत्रमा त छैन लाल पूर्जा, त्यहाँको किसानलाई कसरी लग्ने। त्यो त सानो योजना ल्याउनु पर्छ नि, त्यो 6 इन्चीवाला ल्याउनु पर्छ नि, हो कि होइन। त्यहाँ पनि कति पहाड र मधेसको कुरा ल्याउनु हुन्छ नि। मधेसमा 60 बिघा जग्गा छ भने पाइहाल्ने डिप बोर्डिङ, पहाडमा त मान्नु त 60 बिघाको त चक्लै हुँदैन, सानो सानो हुन्छ, त्यसमा पनि लाल पूर्जा हुँदैन धेरै ठाउँमा। त्यहाँ कसरी कृषि बढ्ने। सामान्य प्रधानमन्त्रीजीको मरिन खोला डाइभर्सन छ नि, त्यो पानीको, त्यो त यो मधेसको त ठुलो योजना हो नि। यो मधेस त त्यो सिँचाइबाट त धेरै आइहाल्छ नि, त्यो त प्रधानमन्त्रीजीको योजना आइसकेछ। म त सङ्घको मान्य भएपछि खालि मधेसै हेर्नु पर्दैन मलाई के, म देश हेर्नुपर्छ के, प्रधानमन्त्रीजीलाई देश हेर्नुपर्छ। मरिन खोला मधेसमा आयो, तर पहाडमा डिप बोर्डिङ मधेसमा आयो। पहाडको कृषकलाई दिने के हो। अब डिप बोर्डिङको 60 बिघा जग्गा चाहियो भने 60 बिघाको त चक्लै छैन पहाडमा। जब पाण्डवलाई खाण्डप्रस्थ मिलियो, त्यहाँ कृष्णजीको सहयोग आयो नि, खाण्डप्रस्थ इन्द्रप्रस्थ बन्यो। त हामी जनता पाण्डव हो, कृष्ण त सामान्य प्रधानमन्त्रीजी नै हो, सबै त हात उहाँको नै छ। हामी मेहनत गर्ने हो, हामी विचार दिने हो, सबै थोक त उहाँबाट नै आउँछ, किनकि सारा ढुक्टी सारा बजेट त्यहीबाट प्रचालन हुन्छ। त्यो भएन भने हाम्रो केही मेहनत काम लाग्दैन। त्यो कारणले अस्ति म जन्माष्टमी श्री कृष्णको जन्म राति भयो, अनि प्रधानमन्त्रीजी हाम्रै क्षेत्र जिल्लामा 4 नम्बर क्षेत्रमा आउनुभयो। मैले कृष्णजीको कुरा ल्याए थिएँ। उहाँको आशीर्वाद बेगर, उहाँको भूमिका बेगर केही यो देशमा हुँदैन। आदरणीय दर्शक महानुभावहरू, तपाईहरू पनि समाजमा घटेका घटना, परिघटना, दृश्य, परिदृश्यहरूलाई हाम्रो कार्यक्रम मार्फत संसारलाई देखाउन, भन्न, सुनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। तपाईहरूको आवाज, तपाईहरूको सुझाव हाम्रो कार्यक्रमको सम्पदा हो। अर्को अध्यायमा पुनः भेट्ने बाचा गर्दै म कार्यक्रम प्रस्तुता विश्वदीप घिमिरे लगायत मेरा सम्पूर्ण प्राविधिक मित्रहरू बिदा चाहन्छौँ। हस्त नमस्कार।